हेर्नुहोस्, जीवनमा नि मालिक छ भनेर सम्झिनु कि त्यसपछि ढुक्क हुन्छ। कस्तो, एउटा गाई चर्न गएछ जङ्गलमा, चर्दै थियो चर्दा चर्दै जङ्गलमा हराएछ। अब फर्किउँला भनेर यसो हेरेको त पछाडि बाघ छ, खानलाई तयार छ। अब उसँग दुईटै उपाय छ, एउटा कि त बाघको घाँस बन्नु पर्यो कि त त्यहाँबाट भाग्नु पर्यो। दौडी 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 अगाडि गएको एउटा हिलो दह आएछ। दह बुझ्नुहुन्छ नि, बुझ्नुहुन्छ नि हजुर? अब पछाडि फर्क्यौँ, बाघले खाइहाल्छ। अगाडि जाउँ, दह त्यो पानी त्यो हिलो त्यो पार गर्न सक्छु सक्दिनँ, तर पनि हिम्मत गरेर गाई अगाडि बढेछ। जाँदा त दहको बीचमा पुगेपछि त्यो दलदलमा फस्यो गाई फस्यो। बाघले सोच्यो अब मौका यही हो, म पनि गएर यसलाई खाइहाल्छु भनेर बाघ पछि पछि आयो। बाघ झन् होचो थियो, बाघ त झन् सुरुमै फस्यो। गाई त अलि अगाडि बीचमा गएर फस्यो, बाघ सुरुमै फस्यो। अब बाघले गाईलाई सोधेछ, तिमी पनि फस्यौ, म पनि फसेँ, अघि बरु मलाई खाना दिएको मेरो त पेट भरिन्थ्यो, तिमी पनि त बिचैमा फस्यौ, म पनि बिचमै फसेँ, तिमी पनि यसै मर्नुपर्छ, म पनि अब यसै मर्नुपर्छ। तब गाईले भनिन्छन्, मैले यसै मर्नु पर्दैन। किनभने मैले जीवनमा एउटा मालिक बनाएको छु। अब मेरो मालिक घरमा जान्छन्, म बस्ने गोठमा खोज्छन्, जब मलाई भेट्दैनन् तब मलाई खोज्दै 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 आउँछन् र यहाँबाट लिएर जान्छन्। तिमी जहाँ छौ तिमी त्यहीँ मर्नुपर्छ, तर मैले यहाँबाट निस्किएर जान पाउँछु, किन जीवनमा मैले एउटा मालिक बनाएको छु। त्यही भएर जीवनमा छ नि त्यो परमात्मालाई, यो होइन कि यहाँका लौकिक व्यक्तिलाई भनेको होइन है मैले, किन यो लौकिक सांसारिक यो चलचित्रले एक न एक दिन धोका दिन्छ हजुर सबलाई। हजुरले भने बमोजिम कोही पनि छैन यो संसारमा। हामीलाई क्रोध आउने कारणै यही हो कि त्यो मैले भने जस्तो किन भएन, कारण यति हो हजुर। हामीलाई दोस्रोसँग किन रिस उठ्छ, हजुर जस्तो नभएर, हजुरले भनेको नमानेर हो कि होइन? ठ्याक्कै हजुरले भने जस्तो भएन भने हजुरलाई क्रोध आउने हो। र म यो पनि भन्दिनँ कि सबै तपाईँले भने जस्तै हुन्छन्, हुँदैन हजुर। संसार हो, एउटै आमाको गर्भबाट जन्मेका सन्तानको त विचार अलग अलग हुन्छ, सोच अलग अलग हुन्छ भने कसरी सम्भव छ संसारका सबै व्यक्तिको? हुनै सक्दैन। सबको अलग अलग